नमस्कार साथीहरु, तपाईलाई हाम्रो च्यानलमा स्वागत छ। आजको यस भिडियोमा चाहिँ म तपाईलाई एउटा यस्तो वेबसाइटको बारेमा भन्ने छु जसले गर्दा तपाईलाई कक्षा 11 र 12 को दुवै क्लासको भाइ बहिनीहरुलाई धेरै नै हेल्प गर्छ भन्ने मलाई लागेको छ। अब ढिला नगरेर सिधै भिडियो सुरु गरिहालौं है त। अब म तपाईलाई चाहिँ एउटा वेबसाइटको बारेमा भन्छु जो चाहिँ मैले आफैले बनाएको हो। त्यो वेबसाइटमा चाहिँ तपाईलाई क्लास 11 12 का सम्पूर्ण सब्जेक्ट फिजिक्स केमिस्ट्री हरेक म्यानेजमेन्ट र साइन्स फ्याकल्टी दुवैको सम्पूर्ण सब्जेक्टको नोटहरु मोडल क्वेशन साथसाथै बुकहरु पनि पाउनुहुन्छ। यसका लागि चाहिँ तपाई आफ्नो ब्राउजरमा गएर तपाईले यो लिंक चाहिँ आफ्नो ब्राउजरमा पेस्ट गर्नु होला अथवा तपाईले चिन्ता नगर्नुस्, यो म तल डिस्क्रिप्सन बक्स अथवा कमेन्ट बक्समा राखिदिन्छु, त्यहाँ गएर डाइरेक्ट जान सक्नुहुन्छ। अब तपाईले यो लिंक पेस्ट गरिसकेपछि तपाईले यसरी इन्टर गरिसकेपछि एउटा इन्टरफेस देखाउँछ। अब हेर्नुस्, वेलकम टु गणेश दाइ एकाडेमी भनेर देखाएको छ, जहाँ चाहिँ योर +2 एकाडेमिक्स कमान्ड सेन्टर भनेको छ। यसमा चाहिँ तपाईले मैले फर्स्टमा भनिसके सम्पूर्ण नोट पनि पाउनुहुन्छ। अब ढिला नगरेर म तपाईलाई भनिहाल्छु। अब उदाहरणको लागि मैले एउटा र्यान्डम नाम राखे र अब तपाई कुन फ्याकल्टीको, जस्तै मैले ग्रेड 11 हाले रे, अब साइन्स हो कि म्यानेजमेन्ट, मैले साइन्स हाले रे। अब पछि ह्युम्यानिटिज लको पनि बिस्तारै म अपडेट गर्दै जान्छु। साइन्स हालिसकेपछि अब तपाईलाई कम्प्युटर साइन्स हो कि बायोलोजी भनेर सोध्छ, तपाईले त्यही अनुसारको भित्र नोट पाउनुहुन्छ नि त। अब जस्तै मैले एकछिनको लागि कम्प्युटर साइन्स भनेर हाले रे, ठीक छ। अब स्टार्ट स्टडिङ भनेर थिचेपछि तपाईलाई यस्तो इन्टरफेस देखाउँछ। वेलकम भनेर तपाईको नाम दिन्छ र तपाई कति क्लासको त्यो सबै देखाउँछ। अब सबैभन्दा फर्स्टमा यति गरिसकेपछि तपाईले चाहिँ यहाँ के पाउनुहुन्छ, एक्सप्लोर नोट्स भनेको छ। तपाईले 6 वटै सब्जेक्ट फिजिक्स केमिस्ट्री म्याथ कम्प्युटर साइन्स नेपाली इंग्लिशका सम्पूर्ण नोट्सहरु पाउनुहुन्छ। एक्जाम प्रिपरेसनको लागि मोडल क्वेशनहरु, पहिलाका क्वेशनहरु, प्र्याक्टिस क्वेशनहरु, ओल्ड इज गोल्डहरु सबै पाउनुहुन्छ। त्यस्तै गरेर क्विक टुलहरु तपाईले जस्तै अब सुरुबाट गरौँ, तपाईले नोट एक्सप्लोररमा जाउँ है त। अब तपाईलाई यहाँ सबैभन्दा माथि सर्च गर्न मन छ के, जस्तै अब तपाईलाई इंग्लिशको कुन च्याप्टरको चाहियो, जस्तै अब तपाईलाई इंग्लिशको सेल्फिश जायन्टको चाहियो रे, ल SEL। अब सेल्फिश जायन्ट भनेर यति हान्दा बित्तिकै तपाईले द सेल्फिश जायन्ट भनेर यसरी आइहाल्छ। अब तपाईले यहाँ क्लिक गर्नुभयो भने यसरी तपाईलाई पीडीएफ देखाउँछ है त। पीडीएफ मा एबाउट अथर, समरी, एक्सरसाइज सबै छ, हेर्नुस् त। अब यसरी तपाईले सबै देखाउँछ है त। अब तपाईले अब मानम यसरी अल सब्जेक्टको देखाइरहेको छ अहिले नोट। अब तपाईलाई इंग्लिशको मात्र हेर्न मन लाग्यो भने यसरी इंग्लिश थिच्नुस्। अब यहाँ इंग्लिशका सम्पूर्ण नोटहरु आउँछन्। जस्तै अब हेर्नुस् त, हु आर यु लिटल आईमा यसरी क्लिक गर्नुभयो भने ल हेर्नुस्, अब सबै यहाँ एकछिन अलिकति नेट स्लो भयो। अब यहाँ तपाईलाई यसरी पीडीएफ देख्नुहुन्छ, हेर्नुस् त। तपाईको बेटर अन्डरस्ट्यान्डिङको लागि यसरी ड्रइङहरु सबै छ। त्यस्तै गरेर तपाईलाई अब मानव नेपालीको हेर्न मन लाग्यो भने नेपालीमा यसरी क्लिक गर्नुस्। अब तपाईले नेपालीमा कसको हेर्न मन लाग्यो, वीरपुर्खाको, ल हेर्नुस् वीरपुर्खाको यही छ। अब तपाईले एक्सरसाइज सम्पूर्ण एक्सरसाइजहरु यही पाउनुहुन्छ। त्यस्तै गरेर अब तपाईले रारा दैनिकी, जलस्रोत र ऊर्जा जुन सुकैको पनि पाउनुहुन्छ। जस्तै अब त्यो फेरि फर्कलाको चाहियो भने यसरी यहाँ क्लिक गर्नुस्, त्यो फेरि फर्कलाको। मैले यो आफै नै प्रेजेन्टेसनमा बनाएको ढुक्कले। अब त्यस्तै गरेर तपाईले फिजिक्सको पनि नोटहरु पाउनुहुन्छ, हेर्नुस् फिजिक्सको पनि, अनि यहाँ सबै छ, केमिस्ट्रीको पनि म्याथको पनि। बिस्तारै अपलोड गर्दै जान्छु, कुनै च्याप्टरको छैन। जस्तै अब तपाईलाई अब ग्रेड 12 को चाहियो रे, यहीबाट तपाईले चेन्ज गर्दा पनि भयो, लग आउट गर्दा पनि भयो। जस्तै यहाँ एनईबी सोलुसन अफ केमिस्ट्रीको एनईबी सोलुसन हेर्नुस् त, पुरै बुकको नै फोटो खिचेर यसरी यहाँ अपलोड भएको छ है त। ढुक्कले तपाईले मजाले यहाँबाट हेरेर मस्तले पढ्न सक्नुहुन्छ। हेर्नु यहाँ 227 पेजको छ। अब हेर्नुस् यहाँ टक्क यो बुकको फोटो नै टक्क मैले यसरी यहाँ राखिदिएको छु, तपाईले हेर्न सक्नुहुन्छ। जस्तो अब तपाईले यहाँ कम्प्युटर साइन्सको मात्र हेर्न मन लाग्यो रे, अब डाटाबेसको हेर्न मन लाग्यो भने ग्रेड 12 को 11 को पनि म अपलोड गर्छु। अहिले चाहिँ अपलोड गरेको छैन कम्प्युटरको, 11 को पनि बिस्तारै अपलोड गर्दिन्छु। हेर्नुस् त, डाटाबेसको सम्पूर्ण नोटहरु यहाँ सधैँ छ। यस्तै गरी अब स्टडी लिस्ट तपाईले अब यो अहिले पढ्न मन छ भने यसरी यहाँ क्लिक गर्दिनुस्, तपाईको यहाँ स्टडी लिस्टमा सधैँ सेभ भइरहन्छ अनि यहीबाट यसरी नै हेर्न सक्नुहुन्छ है त। अब हेर्नुस् त, 5 टियर क्वेशन सेन्ट जेभियरको केमिस्ट्रीको 5 टियर क्वेशन यहाँ यसरी तपाईले सम्पूर्ण नोटै भेटाउन सक्नुहुन्छ, ढुक्क हुनु होला। अब त्यसरी एक्जाम प्रिपरेसनको लागि तपाईको चाहिँ यहाँ मोडल क्वेशनहरु सबै राख्दै जान्छु, अपडेट गर्दै जान्छु। अनि क्विक टुलमा चाहिँ तपाईले यसरी यहाँ जीपीए क्याल्कुलेटर गरेर तपाईले सर्टिफिकेट पनि डाउनलोड गर्न सक्नुहुन्छ। जस्तै अब तपाईले मानम अहिले एकछिनको लागि A+ सबैमा A+ हाल्दिम ल, हेर्नुस् है त। अब A+ ल A+ हालेपछि हेर्नुस् त, हाम्रो 4 जीपीए यहाँ देखायो। अब तपाईले यो सर्टिफिकेट डाउनलोड गर्न सक्नुहुन्छ। यसरी यहाँ ट्याक्क डाउनलोडमा थिच्दिनु भयो भने हेर्नुस् त, यहाँ डाउनलोड भयो। अब डाउनलोड भइसकेपछि चाहिँ तपाईलाई कस्तो देखिन्छ, हेर्नुस् यस्तो देखिन्छ तपाईको है त। यसरी तपाईको नाम लेखेको हुन्छ, सबै लेखेको हुन्छ। अब भइहाल्छ है त। ल यसरी तपाईले एउटा ब्रेन ट्रिजर, अब एउटा हरेक दिन एउटा नयाँ क्वेशनहरु आउँछ, यहाँ यसरी तपाईले खेल्न सक्नुहुन्छ। जस्तै अब उदाहरणको लागि हेर्नुस् त,
I speak without mouth and hear without ears. I have no body but I come alive with when what I am भनेको थियो। अब तपाईले यसको एन्सरहरु यहाँ टाइप गरेर खेल्न सक्नुहुन्छ, नेक्स्ट खेल्न सक्नुहुन्छ, जे पनि खेल्न सक्नुहुन्छ। अनि त्यस्तै गरी तपाई पढ्नको लागि स्टडी सेसन पनि गर्न सक्नुहुन्छ। यहाँ 25 मिनेटमा अब तपाई मजाले पढ्नु, यहाँ टाइम स्टार्ट हुन्छ। त्यस्तै गरेर अब यहाँ 45 मिनेट 60 मिनेट छ। त्यस्तै गरी अब तपाईले लेन्थहरु कन्भर्ट गर्न सक्नुहुन्छ। अब अहिले हामी सबैलाई थाहै हुँदैन के 1 मिटर, जस्तै अब तपाईलाई थाहा छ त 1 मिटरमा कति फिट हुन्छ मलाई भन्नु त, हो त्यो थाहा छैन नि। यहाँबाट तपाईले मजाले कन्भर्ट गर्न सक्नुहुन्छ। हेर्नुस् त 1 मिटरमा 3.28 फिट हुँदो रहेछ। अब तपाईलाई 5 यसरी नै यहाँ सबै टेम्परेचर वेट सबै कन्भर्ट गर्न मिल्छ। यहाँ आफै आएर हेर्नु होला। अनि रिक्वेस्ट प्रेजेन्टेसन यो चाहिँ सबैभन्दा इम्पोर्टेन्ट खालको हो। अब तपाईले चाहिँ यहाँ तपाईलाई कुनै जुनसुकै टपिकको प्रेजेन्टेसन चाहियो तपाईले यहाँ लेखेर मलाई पठाइदिनुस्। तपाईले मजाले ढुक्क साथ म पठाइदिन्छु है त। यसरी तपाईले यहाँ मजाले गर्न सक्नुहुन्छ। अनि म चाहिँ एउटा पछि यहाँ तपाईले एउटा बुकको पनि एउटा सेक्सन ट्याब एड गर्दिन्छु, जहाँ चाहिँ तपाईले बुक सम्पूर्ण बुकहरुको पनि त्यही नै पीडीएफ पाउनुहुन्छ। यसरी चाहिँ तपाईले उ गर्न सक्नुहुन्छ है त। अब तपाईलाई मैले यो आफै नै कोडिङ गरेर बनाइदिएको, 2-3 दिन लागेको छ बनाउन। मजाले युज गर्नु होला है त। त्यसैले अब ढुक्क र यो वेबसाइटको लिंक म तल कमेन्ट बक्समा राखिदिन्छु, मजाले युज गर्नु होला। र तपाईसँग पनि यसरी नै नोटहरु छ भने पनि तपाईले मेरो WhatsApp मा पठाउन सक्नुहुन्छ। WhatsApp को लिंक चाहिँ मैले तपाईलाई लास्टमा राखिदिन्छु। WhatsApp को चाहिँ अब तपाईले नम्बर थाहा पाउनको लागि यहाँ रिक्वेस्ट सेन्ड रिक्वेस्टमा थिच्नु भने डाइरेक्ट मेरो WhatsApp मा जानुहुन्छ, त्यहीबाट पठाउन सक्नुहुन्छ है त। अथवा अब तपाईले यसरी यहाँबाट लग आउट गर्न सक्नुहुन्छ। अनि लग आउट गरेर अब तपाईले यहाँ आफ्नो अर्को प्रोफाइल पनि बनाउन सक्नुहुन्छ। ग्रेड 12 को म्यानेजमेन्ट स्ट्रिम को अब जे को चाहिन्छ हो यसरी बनाउन सक्नुहुन्छ है त। यो मजाले युज गर्नु होला। म तल कमेन्ट बक्समा तल यसको लिंक राखिदिन्छु है त। आजलाई भिडियो यति नै गरौँ। हस्, थ्यांक यू।